अमेरिकाबाट फर्क्यो भन्न पाएको छैन मान्छेहरूले चाहिँ किन फर्कायो भन्ने क्वेसन सोध्थ्यो होइन अनि म यस्तो काम गर्न लाग्छु कृषि गर्न लाग्नु भएको छ सबजना कृषि छोडेर हिँडिरहेछ मान्छेहरू निस्किरहेछन् होइन अनिखेर कृषि नै छोडेर अरू नेपालमै बसे पनि अरू क्रममा गएको छन् त्यो माथि पनि बाढी आस्तरी नेपालबाट बाहिरहरू मान्छे गइरहेछन् होइन किन कृषि अनि मैले त्यहीलाई नै भन्थेँ कि त्यही भएर त कृषि नै एक्ज्याक्टली होइन त्यही भएर नै कृषि भनेर भन्दाखेरि एउटा निड आइरहेछ जुनमा चाहिँ हामीले चाहिँ नयाँ चिज गर्न सकिन्छ अनिखेर अपर्च्युनिटी पनि एकदम राम्रो छ भन्ने देखेँ एटलिस्ट पेपरमा देखेँ है अब होइन अब त्यो देखा भएर चाहिँ अब प्रतिज्ञाहरू अब कसैले त मलाई भन्नु पनि भयो नाम किन लिनुहोस् होइन लिनु होइन अब तपाईँले त बौला कुकुरले टोक्या छ कि क्या भनेर पनि भन्यो मलाई है त्यो एउटा दिन चाहिँ म बिर्सिनँ क्या कहिले पनि मेरो जिन्दगीमा चाहिँ होइन अहिलेसम्म म 3.5 वर्ष फर्केर आएको त्यो दिन मात्रै त्यो दिन 2जना मान्छे चाहिँ मलाई साँच्चीकै मैले बेठी गरेँ कि त फर्केर आएको भने एक दिन मात्रै भयो त्यसपछि म एक दिन चाहिँ तपाईँलाई त्यस्तो फिल गरायो होइन त्यो बाहेक चाहिँ खास त्यस्तो भएन अब त्यसपछि अब आएर चाहिँ जब मेरो अब जुन मैले काम गरिरहेको छु होइन अब यसमा मलाई केही समय लाग्यो सुरु रिजल्ट आउँदै गयो अब रिजल्ट आउँदै गएपछि चाहिँ अब चाहिँ धेरैले होइन झन् प्रोत्साहन दिनुहुन्छ क्रिटिसाइज गर्नेहरू अहिले इम्प्रेस्ड भयो नि त त्यो क्रिटिसाइज गरे मान्छे त मैले भेट्न पाएको छैन अहिलेसम्म होइन उहाँले मलाई के भन्नु त थाहा छैन होइन उहाँले मलाई सम्झिनुहुन्छ कि हुँदैन नि थाहा छैन होइन अनिखेर फेरि भएको चाहिँ म यो भनौँ न लगानी जुटाउने क्रममा एउटा ठुलै त्यो क्यापिटल प्रोभाइडरको अफिसमा भएको कुरा हो होइन म को मान्छे कुन कहाँ भन्छ म भन्दिनँ होइन त्यस्तो भयो होइन उहाँलाई मैले भेट्न मौका पाएको छैन उहाँले मलाई सम्झिँदा नि सम्झिनुहुन्न होला तर अब आएर चाहिँ जस हुन्छ नि ओभरअल 2 वर्ष भनौँ 3.5 वर्ष भयो फर्केको 2 वर्ष भयो प्रोडक्ट साइकल भएको होइन खुसी नै छु होइन अझै धेरै काम गर्न बाँकी छ होइन तर जुन तरिकाको माया सहानुभूति प्रोत्साहन पाइराखेको छ नि कामको हिसाबले त्यसले चाहिँ अझै केही गर्ने अझै ठुल्ठुलो अवसरहरू चाहिँ देखिरहेको छु क्या मैले